आज हामी इटरी 13 खनालको सरदार टोलमा पुग्यौँ, जहाँ एकै गाउँका 5 जना साथीहरू 18 महिना अगाडि विदेश दुबई जानुभएको थियो र 12 महिनादेखि चाहिँ उहाँहरू सम्पर्कविहीन हुनुहुन्छ। परिवारका मान्छेलाई यति थाहा छ कि उहाँहरू दुबईको जेलमा हुनुहुन्छ भनेर, त कुन जेलमा हुनुहुन्छ र कस्तो अवस्थामा हुनुहुन्छ भनेर उहाँलाई केही पनि थाहा छैन। उहाँ विदेश जानुभएको अनि के भएको चाहिँ भन्दा विवरण सबै उहाँ विदेश जानुभयो, 2-3 महिना जति कम्पनीमा बस्नुभयो, चौथो महिना छोडेर गयो भन्ने सुने। त्यसपछि अल्पत्र भएको, अहिलेसम्म कन्ट्याक्ट छैन। जानुभएको कहिले? गएको चैतमा। हजुर, अस्तिको चैतमा जानुभएको। चैत, वैशाख, जेठ, असार, असारसम्म तपाईँ कन्ट्याक्ट भयो? जेनजी आन्दोलनपछि कन्ट्याक्ट जेनजी आन्दोलन त भदौमा भएको थियो, त्यस्तै 1 वर्ष भयो। त्यसपछि कन्ट्याक्ट होइन। अच्छा, अनि अब तपाईँलाई म्यान पावरले या त्यो एजेन्टले के भन्छ? म मेन पावर एजेन्टमा जाँदाखेरि 2 जनालाई पक्रिँदाखेरि तपाईँको छोरा कम्पनी छोडेर भएको, हामीबाट केही हुँदैन। र पनि मैले के भने अब छोराले गल्ती गर्यो, त्यस एउटा मानवताको हिसाबले खोज तलास गरी उपलब्ध गराइ पाऊँ भनेर मैले रिक्वेस्ट गरेँ उहाँहरूलाई। त्यति चाहिँ भने। ल, अनि तपाईँलाई के भन्छ उनीहरूले? अनि उनीहरूले केही मतलब उपलब्ध गराइदिन्छु भन्ने पनि उनीहरूले आश्वासन दिएन। ल ठिक छ। ल के नाम श्रीमानको? के भन्नु त? के भएको छ? विदेश गएको छ, अहिलेसम्म फोन गरेको छैन। कहाँ छ, कस्तो छ केही थाहा छैन। अनि के भन्छ तपाईँलाई जानकारी के छ? अनि के भन्छन् त? के भन्छ अब थाहा छैन। फोनै तपाईँसँग कुराकानी नभएको कहिले भयो? कति भयो तपाईँसँग फोन नगरेर? तपाईँलाई 1-1.5 महिना भएको छ अहिले गरेको। फोन नगरेको? अनि 1.5 महिना अगाडि के भन्नुहुन्थ्यो? कहाँ छु भन्नुहुन्थ्यो? त्यहीँ जेलमा छु भन्दै थियो। जेलमा? दुबईको जेलमा? अनि कुन जेलमा? दुबईमा थुप्रै जेल हुन्छ है। खै कुन नाम भनौँ, म त बिर्से जेलको नाम। बिर्सिनुभयो? अनि दुबईमा कुन ठाउँमा गएको तपाईँलाई थाहा छ कि? कुन ठाउँ भनेर? दुबईको कुन ठाउँमा गएको, काम गर्न चाहिँ कुन ठाउँमा गएको भनेर? खै त्यो पनि थाहा छैन? ल हुन्छ। के भन्नु तपाईँको समस्या? के भन्नु त? जेलमा छ। के नाम तपाईँको श्रीमानको? गणेश सरदार। उहाँ पनि दुबईको जेलमा हुनुहुन्छ। यहाँबाट 5 जना सँगै जानुभएको होइन? अनि 5 जना नै अहिले जेलमा हुनुहुन्छ। जेलमा किन हुनुहुन्छ भनेको तपाईँलाई केही थाहा छ? कहिले काहीँ फोन गर्छ 2 महिना 3 महिनामा एकपल्ट। हजुर। त्यो आइडी कार्डमा लोन उठाएको छ, त्यस्तै भन्छ। लोन कहिले दिन्छ थाहै छैन। लोन चाहिँ कसले उठाएको अरे त? उतैको पाकिस्तानीले ठगेको, त्यस्तै भन्छ। लोन उठाएको पाकिस्तानी मान्छे? हजुर। मतलब कोही बेग्लै व्यक्ति? बेग्लै व्यक्ति। दुबईमा कोही साथी भयो, उसले चाहिँ ठगो? हजुर, कम्पनीले पनि केस गरेको छ, त्यस्तै भन्यो। अब केस कहिले खतम हुन्छ थाहै छैन। कम्पनीले केस गरेको छ भने पाकिस्तानी व्यक्तिलाई? अन्त पाकिस्तानी मान्छे चाहिँ पक्रेको छैन? तपाईँको श्रीमानलाई पक्रेको छ, जेलमा राखेको छ। कुन ठाउँमा हो तपाईँलाई थाहा छ कि? ठाउँ सोधे होइन, बरदुबई भन्छ। बरदुबई जेलमा। बरदुबई? हजुर। 1-1.5 महिना अगाडि फोन गरेको थियो। हजुर। बरदुबई के भन्छ, त्यही ठाउँमा छ। ल।